हामी मान्छे सधैँ अमूल्य वस्तु खोज्यौँ भन्छौँ, तर हामी नै अमूल्य हो भन्ने कुरा कसैले बुझ्दैनौ। तिमीलाई हेर्ने गर, तिमी नै नरहे त्यो अमूल्य वस्तुको के काम। हामी अरूको बारेमा सोच्दा सोच्दा आफ्नै बारेमा सोच्न बिर्सिन्छौँ, जबकि हामीलाई थाहा हुन्छ हामी गए पछाडि हाम्रो याद पनि यो संसारमा रहँदैन भन्ने कुरा। खासमा राम्रो भन्ने यहाँ कोही छैन, नराम्रो भन्ने पनि यहाँ कोही छैन। यहाँ त समयको खेल हो, कतै तिमी राम्रो म नराम्रो, कतै म राम्रो तिमी नराम्रो। म राम्रो छु भन्ने घमण्ड पनि कहिल्यै नगर, म नराम्रो छु भनेर निराश पनि कहिल्यै नबस। यहाँ कसैको लागि तिमी भगवान हौ त कसैको लागि तिमी शैतान।